हेलो गुड मर्निङ गाइज। आज चाहिँ साउनको 8 गते। टुडे इट्स माई ह्याप्पी बर्थडे, मेरो बर्थडे। म बिहानै उठेर नुहाएँ अनि त्यसपछि मम्मीले टिका लगाइदिनु भयो, यत्रो ढ्याप्रा टिका। अनि त्यसपछि मैले टिका लगाएर दक्षिणा पनि दिनुभएको छ। दक्षिणा पैसा पनि कमाएको छु। बर्थडेको दिन त पैसा कमाइँदो रहेछ। के हो यो 365 दिनै मनाउनु पाइँदैन क्या हो यो बर्थडे। मैले चाहिँ हिजो थोरै थोरै चक्लेट किनेर ल्याएर त्यहाँ बिहानै छोरीलाई दिनुहुन्छ अनि त्यसपछि यसो बुवा मम्मीलाई पनि दिनुहुन्छ भनेर खासमा चाहिँ डार्क चक्लेट किनेर ल्याएर आएको। त्यसको निकालेर होइन एक एकवटा बाँड्दैछु मैले पुरै। अनि बर्थडेको दिन चाहिँ मन्दिर दर्शन गरेर अफिस जाउँ सोचेर चाहिँ मैले ठ्याक्क आज फ्राइडे पनि परेको हुँदाखेरि आउट ड्रेस लाउने मौका पनि मिलिहाल्यो। अनि त्यसपछि मैले कुर्ता जिगेर लगाएँ। यस्ता सामानहरू चाहिँ प्रायः जसो युजै हुँदैन, त्यही थोत्रा प्यान्ट लगायो अनि त्यसपछि हिँड्ने बानी सजिलो भएर अनि आज चाहिँ यो कुर्ता पनि युज हुन्छ। मन्दिर पनि जाउँ बर्थडेको दिन, यसो स्पेसल भएर जाऊँ न भनेर कुर्ता लाएर रेडी भएर म निस्केँ। अनि सल चाहिँ यसरी बाँधेँ, स्कुटरमा अप्ठ्यारो हुन्छ भनेर। मन्दिर दर्शनको लागि चाहिँ म भद्रकाली मन्दिर गएँ, किनकि यो मेरो अफिस जाने बाटोमै पर्छ, त्यही कारणले सजिलो हुन्छ भनेर त्यहाँ गएँ। अनि त्यसपछि मन्दिर दर्शन गरेँ। भद्रकाली मन्दिर चाहिँ मेरो बाटो त्यही पर्ने भएर म प्रायः जस्तो छिरिरहेको हुन्छु, तर त्यो भित्र दर्शन चाहिँ मैले अहिलेसम्म गरेको थिइनँ। आज चाहिँ म त्यहाँभित्र छिरेर दर्शन गरेँ अनि मन्दिरलाई चाहिँ एक पानीको लगाएँ। अनि त्यहाँ दुईवटा आमाहरू हुनुहुन्छ, प्रायः जस्तो गइरहनु भएको कारणले गर्दाखेरि सायद चिन्नु पनि हुन्छ होला उहाँहरूले मलाई। अनि त्यसपछि यसो देखेर मुस्कान पनि दिनुहुन्छ। अनि मैले उहाँ दुईवटा आमाहरूलाई बर्थडेको दिनमा थोरै थोरै पैसा दिएँ। हजुरहरू भद्रकाली मन्दिरबाट चाहिँ उहाँ अरू दुईजना आमाहरूलाई चाहिँ तपाईँहरूले प्रायः देख्नु नै हुन्छ होला, उहाँहरू प्रायः जस्तो सधैँ नै त्यहीँ नै हुनुहुन्छ। मन्दिर दर्शन गरी भइसकेपछि म यसो बेन्चमा बसेर एउटा भिडियो खिचिदिइहालेँ होइन। साथी नै सँगै के अरे एक्लै रङ्गी चङ्गी भने जस्तै म पनि। त्यसपछि अफिस गएँ 9 to 5 अफिस बसेँ। अफिसबाट निस्किँदाखेरि एज युजल यस्तै पानी परिरहेको थियो, कुर्ता लगाएर गएको बिहान। अनि त्यसपछि रेनकोट कसरी लाउने भएर एकछिन वेट गरेँ, पानी रोकिएला जस्तो लागेन। अनि त्यसपछि म यही पानी परिरहेकै बेला अफिसबाट निस्किएँ। घर पुग्दाको हालत यस्तो थियो, बिहान कुर्तामा बेलुका कालो कोटमा भने जस्तो होइन। अनि घर पुग्ने बित्तिकै मलाई बर्थडे सरप्राइज दिने मान्छेहरू आइपुग्नु भयो। छोरी र दिदी आउँदाखेरि चाहिँ जाम पऱ्यो अनि पानी बुझा भनेर दिदीले गुनासो गर्दै हुनुहुन्थ्यो। सबैजना मिलेर हामीले चाहिँ केक काट्न लायौँ। हामी चाहिँ यो दुईजना प्रिन्सेसहरूको कारणले चाहिँ केक काटेको होइन। खासै मैले बर्थडेमा केक काट्ने बानी नै छैन होइन, मलाई लाज लागिरहेको थियो। त्यही पनि बुढासँग रमाएर बसिरहेको थिएँ। हामीले चाहिँ सबैजना मम्मी बुवालाई केक खुवाइदिएँ अनि हाम्रो बर्थडे सानोतिनो सेलिब्रेसन भयो सबैजना मिलेर होइन। म नि यो दुईजना बच्चाहरूसँग यस्तो रमाइरहेको थिएँ होइन केक काटेर। मैले कति टाइमपछि केक काटेको होला मैले होइन। सबैजनाले मलाई टिका लगाइदिनु भयो। अनि मसँगै यो दुईवटा बच्चाहरूले पनि टिका लगाएर पैसा कमाइरहेको थियो है गाइज मेरो बर्थडेमा। यो चाहिँ स्क्याम भयो। अनि मेरो बर्थडेमा चाहिँ यस्तो क्युट फ्लावरको बुके होइन, यस्तो कति राम्रो छ नि होइन। अनि त्यसपछि यस्तो राम्रो फोटो फ्रेम, राम्रो फोटो राखेर फोटो फ्रेम चाहिँ यो चाहिँ मेरो गिफ्ट। अनि त्यसपछि मेरो दिदीले यति राम्रो कुर्ता सेट दिनुभएको थियो होइन। मलाई एकदम ठिक्क हो भने घटाउनै नपर्ने, प्रायः जस्तो कुर्ता घटाउनु पर्छ, यो चाहिँ केवल दिदीले मात्र दिन सक्नुहुन्छ है भनेर यसो मस्का लगाएको है, अर्को साल नै पाइन्छ भनेर। तर साँच्चैकै राम्रो थियो, ब्युटिफुल थियो। अनि थ्याङ्क यू सो मच यो गिफ्टको लागि। अनि मेरो बर्थडेमा सम्झेर विस गर्नुहुने, प्रत्यक्ष भेटेर तथा सोसियल मिडियाको थ्रुबाट विस गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको भ्लग यति नै। थ्याङ्क यू सो मच। बाई बाई गाइज, सी यू सुन।